Where are you from? Hello guys. आज मेरो मुडै अफ छ गाइज। किन अफ छ भन्दाखेरि अब पालो आइसक्यो इन्डिया जाने। आज धेरै नराम्रो लागिरहेछ। म रुन मात्रै सकिरहेको छु हैन, आँखाबाट बरबर आँसु झार्न मन लागिरहेछ। तर अलिकति केटा मान्छे हो, म त कन्ट्रोल गर्नु परिहाल्छ नि। केही छैन, कुनै दिन त जानै पर्ने थियो, तर आजको दिन पर्यो। अब 12 एक्जाम सकेर पनि मैले घर बसेर त बसिरहन मिलेन नि त, हो किन भन्नु। भिडियो अब इन्डियाको रेगुलर आउँछ, पार्ट 1 पार्ट 2 पार्ट 3 सम्म पनि आउँछ मेरो भिडियो। माया र सपोर्ट देखाउन चाहिँ नबिर्सिनु होला। हजुरहरूको एउटा मायाले गर्दाखेरि म अलिकति मोटिभेट हुन सक्छु हजुरहरूलाई। अस्तिकै ब्लगमा मैले भनिसकेको छु है गाइस। 9 बजेको टिकट छ, अब म रेडी हुन गएको। फेरि हजुरहरूलाई अहिले भेट्छु है त। हेर्न सक्नुहुन्छ गाइस, म चाहिँ रेडी भइसकेँ है। अब मेरो यात्रा निरन्तर अगाडि बढिरहन्छ। हजुरहरू पनि मसँगै रमाइलो गर्दै अगाडि पछाडि आउँदै गर्नु होला है। म तपाईँहरूलाई रमाइलो गराउने पूर्ण कोसिस गर्नेछु है। अहिले फेरि भेट्नेछौँ हामी। अहिले मसँगै बनिरहनु होला। अहिले भेट्छु है त। मेरो बहिनी है, मलाई जतिखेर रिस्टाको गर्ने बहिनी, तर केही पनि नभन्ने म है। ऊ चाहिँ मेरो बहिनी। अब उसको जान लागेको त्यसो नगर्नु भेट्छु न, मोबाइल बिग्रिन्छ फेरि। बनाइरहेको छु त मैले। अगाडि हेर ल बाई। भरेबाट को लिन आउँछ? म कसरी लिन आउँछु भरेबाट? अब राम्रोसँग जाऊ ल बाई। फाइनली गाइज जाने समय पनि आयो। ब्याग हेर्न सक्नुहुन्छ यहाँ, यस्तो कन्डिसनमा छ ब्याग है। अब ब्याग एउटा मात्रै बोकेको, किनकि धेरै बोक्यो भने फेरि इन्डिया जस्तो ठाउँ चोरी चकारी पनि बढी हुन्छ भनेर नि मैले थोरै ब्याग बोकेको हो होइन। किनकि इन्डिया कस्तो ठाउँ छ हजुरहरूलाई पनि थाहा छ, धेरै नम्बर 1 चोरी ठाउँ छ होइन। त्यही भएर एउटा मात्रै ब्याग बोक्यो। बरु दसैँमा फेरि आएर यहाँबाट रहेको सामानहरू म लिएर जान्छु भनेर सोचेर बसेर मैले सबै सामान यहाँ राख्छु। एउटा मात्रै ब्यागमा अलिअलि लुगा हालेर लगिनेको छु है त गाइज। म चाहिँ फाइनली हेर्नु घरबाट अत्यन्त दुःख लाग्यो। आँखाबाट आँसु मात्रै दिन सक्दैन होइन। नराम्रो लागिहाल्छ जसलाई पनि दुःख लाग्यो। त्यो रुन मन लाग्यो त, आँखामा आँसु आएको छैन, बरबर आँसु आयो। बल्ब आइपुग्यो अहिले होइन। अब गाडी यही हो, हेर्न सक्नुहुन्छ यही सुमा हो होइन। अब यसमा लास्ट सिटमा परेछ, सिट पनि लास्टमा परेछ, लास्टै भइरहेको लाग्दो सिट भएको छ होइन। अब यात्रा तपाईँहरूलाई म मसँगै बसेर होला यात्रा हजुरहरूलाई देखाइहाल्छु। मन परेमा लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अलिक हल्का आँसु त आइहाल्यो, दिदीकोबाट नि आँसु आयो, नराम्रो लाग्यो। अब 2 वर्ष बसेको ठाउँ छोड्न त जसलाई पनि नराम्रो लागिहाल्छ नि होइन। माया गर्नुभयो, मिठो मिठो खाना दिनुभयो, पढाइमा राम्रो गराइदिनु भयो। हजुरहरूलाई तपाईँलाई म यहीँबाट धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद तपाईँलाई। पानी चाहिँ लगायो भने गाह्रो हुन्छ गाइज होइन। पानी चाहिँ किनिराख्नु पऱ्यो एउटा पानी होइन। पछाडिको ब्याकग्राउन्ड साउन्डहरू क्यारिङ कुरुङ आउँछ होला, त्यसलाई इग्नोर गरिदिएर मेरो आवाजलाई मात्रै प्रायः जस्तो सुन्नु होला भन्न चाहन्छु। अनि मधु पनि दिनु 10 को किन्नु म पानी चिसो पानी। कति रुपियाँ पानीको? 25। हस् पुस्तकारी किन्यो एउटा, बाटोमा खान सजिलो हुन्छ भनेर पुस्तकारी पनि। अब पुस्तकारी खानुपर्छ बाटोमा मस्तले होइन, सपाउँदै जानुपर्छ। टाउको दुख्दैन कि टाउको दुख्दैन भनेर नि मैले पुस्तकारी किनेको है। गाडी नै हिँडेको छैन गाइज, गाडी नै हिँडेको छैन। गाडी नै गर्नु भएर हप्पो भएर मर्नु लागिसक्यो। फाइनली गाइज गाडी हिँड्यो होइन। अब हामी अब गन्तव्यतिर लागिरह्यौँ। हेर्न सक्नुहुन्छ गाडी पनि हिँड्यो। झगडा गर्नु हुँदैन गाडीमा। जब घर परिवारको कुरा हो, आफ्नो घरलाई निम्टाउने हो, त्यो सदुपयोग गर्ने हो। काठमाडौँ समाप्त, काठमाडौँ सक्यो। अब आयो
मकवानपुर आइलाग्यौँ मकवानपुर आयौँ भ्लगमा बनिरहनु होला र यस्तै रमाइलो रमाइलो कुरा सुनिरहनु होला। बाटो अस्ति नैको बाढी जस्तै तपाईँको दसैँको छ नि, दसैँमा पानी पर्दा बाढी आउँदा सिस्नेरीको बाटो यसरी भत्काएको थियो गाइस, हेर्न सक्नुहुन्छ। अब यो सिस्नेरीको बाटो खोलै हामी जानुपर्ने हुन्छ। माथि हेर्न सक्नु पुरै पहिरो नै पहिरो गइरहेको छ है। Where are you from? I come from Germany. You are from Germany? Yes. You can talk about some things German language? Yes. Yes, what's your name? Mein Name ist Gerhard Petra. Ich komme aus Deutschland. Wir sind über 10 Monate bis hierhin angereist. Nice to meet you, brother. Nice to meet you. See you again. Heavy. This very heavy. It's very heavy. Hey, where are you coming from now? Von Hetauda. Hetauda. From cycle. Yes. Oh my God. You are tired, I think. Yeah. Oh, It's very heavy. good. Nice to meet you, brother. Nice. हामी चाहिँ कुलेखानी आइपुग्यौँ होइन। कुलेखानी होस्टिङ गर्नलाई 5 मिनट गर्न रोकेको छ होइन। बाटो हेर्न सक्नुहुन्छ, यो खोलाको बाटोबाट ल्याइरहेको छ नि, यस्तो बिग्रेको बाटो छ गाइस। सबै अस्तिको दसैँको पानीले गर्दाखेरि छ नि, सबै बाटो क्या तपाईँको सबै बाटो बिगार्दै रहेछ होइन। सिन्धुलीको भयो, मुङ्लिनको भयो, कुलेखानीको सबैको बाटो बिगारेर रहेछ होइन। केही छैन गाइस, मेहनत गरेर जाउँला, केही हुँदैन। अब खाना खाने ठाउँमा हजुरलाई भेट्छु है त। त्यो ठाउँबाट पनि मान्छेहरू जीवनयापन गरिरहेको देख्न सकिन्छ। हेर्नुहोस् त, बाख्रा साख्रा ल्याएर हेर्नु न, त्यहाँ मानिसले बाख्रा साख्रा ल्याउँछन् होइन। हेर्नु सक्नुहुन्छ होइन, यहाँ पानी परेर आम्मा बेहाल छ है। खाना खाने ठाउँमा रोकिया छ, भर्खर खाना खाने ठाउँमा रोकिया हो है। यहाँ पानी परेर यस्तो बेहाल छ। बाबा कहाँ कसरी भ्लग बनाउनु। मेरो त त्यो एयरपोर्टको चार्जर पनि सक्यो भनेको, एयरपोर्टको चार्जर सक्यो, चार्ज लाउने ठाउँ कहाँ होला कारण केही थाहा छैन त। अहिले पनि भेट्छु है हजुरलाई खाना खाने ठाउँ। खाना खाइसकेपछि अब म चाहिँ खाना खाने ठाउँमा छु अहिले है, हेर्नु सक्नुहुन्छ। खाना खाने ठाउँमा छु। अब मटन खाना मगाएको छु। अब मटन खानामा कति महँगो, खानाहरू पनि सब महँगो छ यहाँ त। गाइस खानासाना पनि खाइयो मजाले है। पानी परेर लास्टै भिजिया छ, हेर्नु यस्तो हरियाली छ, पाहाड छ। अब म गाडी भित्र छिर्न लागेको। जाडो छ गाइस, जाडो छ। हेर्नु हुस्सो लागेर यस्तो हुस्सो लागेको छ है। अब म यो 12 महिना जाडो हुने ठाउँ रे है, हेर्न सक्नुहुन्छ। यस्तो राम्रो राम्रो ठाउँ छ हेर्नु। हामी तराईको मान्छेलाई के राम्रो र नराम्रो सबै त्यही बारी मात्रै देख्छौँ हामी त। हो कि दाइ भन्नु न, जता हेऱ्यो सम्म के गर्नु। बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका भनेर पनि चिनिन्छ। हेटौडालाई तपाईँहरूलाई पनि थाहा नै होला होइन। यहाँ राजधानी किनभने काठमाडौँलाई राजधानी एकदम 2 ठाउँलाई राजधानी, एउटै ठाउँमा दुईटै राजधानी मान्न पाइँदैन भनेर पनि हेटौडालाई राजधानी मानेको हो होइन। हेर्न सक्नुहुन्छ, हेटौडा एउटा सहर हो, उपमहानगरपालिका हो। हेटौडा हामी आइपुग्यौँ 4 घन्टाको यात्रा गरिसकेपछि। हेर्न सक्नुहुन्छ, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। मन्दिर नाटाहरू सब थोक छ। तपाईँहरूलाई म एउटा मन्दिर देखाउन खोजेको तर म लास्ट सिटमा परेर म तपाईँहरूलाई देखाउन पाइनँ। अन्त म उता फर्स्ट सिटको ध्यानमा पऱ्यो भए तपाईँहरूलाई म मन्दिर पनि देखाउने पुरै कोसिस गर्थेँ है। पत्लायाको जङ्गलमा सु गर्नलाई वासरुम गर्न रोक्नु भएको छ पत्लायाको जङ्गलमा होइन। हेर्न सक्नुहुन्छ, जङ्गल पत्लायाको जङ्गलमा रोकिया छ। फेरि अब हजुरलाई म घरै गएर भेट्छु है त। गाइज हामी फाइनली पत्लाया आइपुग्यौँ है। हेर्न सक्नुहुन्छ पत्लाया। यो बाटो गयो भने सिधै मेरो गाउँ पुगिन्छ है। यो बाटोले मेरो गाउँ पुगिन्छ होइन। गाउँ जान नपाए पनि केही छैन, कुनै दिन गाउँ गएला। अब अहिले हिँडेर जानुपर्छ, कुनै दिन गाउँ पनि गइन्छ होइन। गाइज म चाहिँ सिमरा आइपुगेँ है। अब भोलि आज यहाँ बस्छु अनि भोलि चाहिँ म तपाईँको इन्डिया जान्छु होइन। भोलि चाहिँ म रक्सोल जान्छु। अब आजको लागि यति नै। आजको भ्लग हजुरलाई कस्तो मन लाग्छ, मन परेमा लाइक सेयर र सब्सक्राइब चाहिँ गरेर नबिर्सिदिनु होला है। आजको पार्ट 1 चाहिँ म यहीँ खत्तम गर्छु र पार्ट 2 भोलि हजुरहरूलाई फेरि बिहान म हिँडेर इन्डियाको रेलवे ट्र्याकसम्म र रेलवे चढेर ट्रेन चढेर हजुरहरूलाई देखाउँछु। आजको लागि यति नै। धन्यवाद। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई।